हेलो गाइज, आज चाहिँ मेरो यात्रा विश्वको सबैभन्दा अलग्गो सगरमाथासम्मको पुग्ने लक्ष्य छ। ल हेर्नुहोस् बाटो कति खतराक छ। महादेव, मेरो जुङ्गा कस्तो देखियो? कृष्ण, आज तिमी दहीका ऋषि जस्तो देखिन्छौ। भिडियो मन परे लाइक, कमेन्ट र शेयर गर्नुस्। एउटा कुरा याद राख्नु, जसले मनदेखि जय श्री राम भन्छ उसलाई म कहिल्यै एक्लै छोड्दिन। जय श्री राम। के भयो? तिमी किन रिसाइरहेकी छौ? हेर न, मलाई त कसैले फलो नै गर्दैन। म उसलाई रिसाएको हेर्न सक्दिन। प्लिज सबैले फलो गरिदिनुस् न।